आज हामी कक्षा 10 को पाठ 6 अनुक्रम र श्रेणीबाट क्वेशन सल्भ गर्न गइरहेका छौं। अब क्वेशन हेरौं। एउटा मानिसले महिनाको प्रत्येक दिन जम्मा रु प्रतिदिन 100 का दरले कुनै बैंकमा जम्मा गर्छन् भने पहिलो दिनको रकम 150, दोस्रो दिनको रकम 250 र तेस्रो दिनको रकम 350 भएछ। अब क मा भनेको छ एक महिनाको अन्त्यमा पाउने जम्मा रकम कति हुन्छ पत्ता लगाउनुहोस् भनेको छ र ख मा भनेको छ उनले एक महिनामा नभई 20 दिनमै रकम झिकेको भए कति रकम पाउने थिए पत्ता लगाउनुहोस् भनेको छ। अब हामी पहिला क सल्भ गरौँ। पहिला दिएको के छ भने पहिलो श्रेणी अर्थात पहिलो श्रेणीलाई a ले जनाइन्छ। a = 150, पहिलो दिन 150 छ र समानान्तर रकम बीचको समानान्तरलाई चाहिँ d ले जनाइन्छ। कमन डिफरेन्स लाई d = 250 माइनस 150 = 100 र n भनेको चाहिँ 30 दिनलाई भनेको छ 30 दिनलाई भने 30 दिन n = 30 दिन। अब भनेको छ एक महिनाको अन्त्यमा कति भने यसका लागि Sn = n/2 2a + n - 1 d यो वाला फर्मुला युज गरेर हामी 30 दिनको गणना गर्छौं। अब n भनेको 30/2। अब 2 * a भनेको 150 प्लस n भनेको 30 छ माइनस 1 इन्टु d भनेको चाहिँ 150, d भनेको चाहिँ 100। अब 30/2 भनेको 15 भयो। यो चाहिँ 300 प्लस 29 * 100। अब यो सल्भ गरौँ। अब यहाँ चाहिँ 15 इन्टु यो गर्दाखेरि 3200। अब यसलाई गर्दाखेरि जम्मा रु 48,000 अर्थात उक्त मानिसले उक्त व्यक्तिले महिना दिनको 100 गर्दै बढाउँदै जाँदा एक महिनाको अन्त्यमा चाहिँ 48,000 रकम जम्मा हुने रहेछ। अब हामी ख हेर्छौं। ख को लागि चाहिँ अरु चाहिँ सब ठीक छ। अब 20 दिनलाई भनेको छ भने n = 20 भयो। अनि त्यही फर्मुला युज गर्ने। Sn = n/2 2a + n - 1 d n भनेको 20/2 2 * a भनेको 150 प्लस हैन n भनेको चाहिँ 20 - 1 * 100। अब यसलाई सल्भ गरौँ। यो त क्यान भयो 2 * 15 300 प्लस 90 * 100 भयो। यो चाहिँ 1900 10 * 2200 यो चाहिँ रु 22,000 आयो। भने अब कति त्यो पाउने रकम र एक महिनाको अन्त्यमा 30 दिनमा पाउने रकम र 20 दिनमा पाउने रकमको अन्तर पनि पत्ता लगाउनुहोस् कति भिन्नता छ भनेको छ भने अब हामी त्यसलाई घटाइदिन्छौं। जम्मा बाकी रकम
बाँकी रकम इक्वल्स टु पहिलेको चाहिँ 48,000 थियो माइनस 22,000 भनेपछिलाई 26,000 अर्थात् 20 दिन र 30 दिनको जम्मा रकम बीचको भिन्नता चाहिँ 26,000 रहेछ। अब